सहरको कुनै कुनाबाट म जन्मिएको गाउँ जाने यात्रा सुरु हुन्छ। कतै उकालो, कतै ओह्रालो, कतै भने सम्म र अप्ठ्यारो। गाउँ जाने क्रममा मेरा साथीहरू भने हावा, धुलो र प्रकृति हुन्छ। खोलाको बगर पार गर्दै ढुङ्खर्कको पार्थलीको डाँडाबाट गेलुङ बजार निहाल्दै म गुवा भन्ज्याङको उकालो चढ्नतिर लाग्छु। मेरो गाउँ जाँदाको आधा बाटो यो भन्ज्याङ पुगेपछि हुन्छ। बाइकलाई कुनै एक छेउतिर रोकेर लामो सास लिँदै त्यहाँबाट देखिने केही दृश्यहरू अवलोकन गर्छु र हिमाली भेगबाट आएको चिसो हावाको स्यासले मेरो थाकेको शरीरलाई थप ऊर्जा दिन्छ र म बिस्तारै ओह्रालो झर्छु। केही बेरमा म च्याम्रेङबेसी पुग्छु। मेरो गाउँभन्दा समतल भूभाग। यो गाउँमा पहिलेको भन्दा धेरै घरहरू बनिसकेका रहेछन्, तर बाटोको अवस्था भने पुरानै। च्याम्रेङबेसीमा थोरै विश्राम पश्चात म मेरो गाउँतर्फ अगाडि बढ्छु। किन हो थाहा छैन, म जति जति जन्मथलो नजिक हुन्छु त्यति त्यति मेरा बाल्यकालका घटनाहरू ताजा भइरहन्छन्। मनमा यस्तै कुराहरू खेलाउँदै बाटो कटेको पत्तै नहुने र म रतन खोला पुगिसकेछु। यहाँ पहिला खोला पार गर्न निकै कठिन हुन्थ्यो र केही मान्छेहरूले खोला पार गर्दा ज्यान समेत गुमाएका थिए। अहिले भने बेली ब्रिज बनिसकेको छ। पहिला जस्तो खोला पार गर्न कठिन छैन। पुराना यादहरूलाई ताजा बनाउँदै म मेरो गन्तव्यतिर अघि बढेँ। अब मात्र 4 किलोमिटर टाढा मात्रै थियो घर पुग्न। शरीरले थोरै आराम खोज्यो र मोटरसाइकल छेउतिर रोकी विश्राम लिन तयार भए। मैले घाँस दाउरा गर्ने पाखाहरूले मलाई जिस्काए जस्तो लागिरहेको थियो। म मेरो घर देखिने डाँडामा पुगे। घर हेरे मनमा लाग्यो घर त रोइरहेछ। म जस्तै घर पनि एक्लो भएछ। म बस्दा त्यति धेरै उज्यालो हुने घर आज पुरै अन्धकारले छाएछ। मलाई सपनामा यो घरमा बिताएका सबै कुराहरूले बेला बेलामा सताइरहन्थ्यो अनि म पनि झस्किन्थेँ। करिब 31 किलोमिटरको यात्रा पश्चात म मेरो घर पुगेँ। घर वरिपरि हेरेँ, घुमेँ। ती घर वरिपरि पलाएका बेकारका झारहरूले घरको सौन्दर्यलाई फिक्का बनाइदिएको थियो। करिब साँझ पर्न लागिसकेको थियो। आँगनमा रबरको चुङ्गी देखेर खेल्न लागे। पहिले काले झारको चुङ्गी बनाएर खुब खेलिन्थ्यो।